बझाङका खेलाडी छन्। यो घेराभित्र 1000 रुपियाँको नोट राखिएको छ। जसले सर्ट प्रहार गरेर अर्को कोर्टबाट यो फर्स्ट कोर्टभित्रको 1000 रुपियाँ माथि बल बजार्नेछ उसलाई दिइनेछ यो 1000 रुपियाँको पुरस्कार। दर्शकहरू औसिएका छन् रमाइलोका लागि। कालीकोट र बझाङका खेलाडी एकजनाले 3 पटक हान्न पाइनेछ, एकैजनाले 3 पटक हान्न पाइनेछ। तयार छन् बझाङका खेलाडी। सुरुमा आउनेछन् अनिल सिंह। अलिकति मिस गरेका छन्, मिस भएको छ। रिप्लेमा हेरौँ। निकट त थियो तर थोरै टाढा 1000 को नोट भन्दा। मिस भएको छ। यसपछि कालीकोटका खेलाडीको पालो रहनेछ। यो 1000 माथि बल कसले ठोक्नेछ हेरौँ। ओहो रिप्लेमा हेरौँ फेरि एकपटक थोरैले भन्दा पनि केही पर बल खसेको रहेछ। कमलले मिस गरे। रेशमको प्रहार, यो त धेरै टाढा गयो बल। रेशम मिस गर्न पुगे। रिप्लेमा पनि हेरिरहेका छौँ हामी। ओहो यो प्रहार पनि निकै पर रह्यो। 1000 रुपियाँको घेराभन्दा टाढा रहन पुग्यो कालीकोटका खेलाडीको यो प्रहार। यसपछि फेरि बझाङका खेलाडीको पालो। यो भने केही निकट त थियो तर पछाडि रहन पुग्यो। विपस थिए यो प्रहार गर्ने खेलाडी बझाङका। वीरेन्द्रको यो प्रहार पनि थोरै टाढा रहन पुगेको छ। जसले त्यो 1000 माथि प्रहार गर्नेछ उसले जित्नेछ त्यो 1000 रुपियाँको पुरस्कार। यो रमाइलोका लागि खेलिएको खेल हो। ओहो यहाँनिर भने बझाङका अनिल सिंहले त्यही 1000 माथि बजारिदिएका छन् यो शट, यो स्पाइक। हेरौँ रिप्लेमा गजबको प्रहार। यहाँ अनिल सिंहले 1000 रुपियाँको नोटमा त्यो पोइन्टमा स्पाइक प्रहार गरेर 1000 जितेका छन्। उहाँको गेम्स के अरे रमाइलोको लागि के अरे आजको यो के भन्छ यसलाई रमाइलोको लागि राखेको थियो। उहाँले आफ्नो व्यक्तिगत पैसाबाट राखेको थियो। तर अनिल भाइले ट्याक्कै दोस्रो चान्समा बललाई ठुकेको छ। धेरै धेरै बधाई छ। यो पैसासम्म चाहिँ उहाँलाई धन्यवाद।